नमस्ते सबैजनालाई। यो भिडियो मार्फत हजुरहरू सबैलाई स्वागत छ। आज चाहिँ हामी काठमाडौँको त्रिभुवन इन्टरनेसनल एयरपोर्टदेखि सिङ्गापुरसम्मको यात्रामा छौँ र हामी बोर्डिङ पास लिएर भित्र गइराखेका छौँ र हाम्रो इमिग्रेसनमा चाहिँ हामी पुग्न लाग्यौँ र अब हाम्रो फ्लाइटको टाइम चाहिँ 5:30 बजे थियो। त्यसर्थ हामी एकछिन वेट गऱ्यौँ, भित्र नै एकछिन घुम्यौँ, वेटिङ रुममा बस्यौँ। त्यसपछि हाम्रो फ्लाइटको टाइम हुन लाग्यो। अब हामी बस चढेर हाम्रो फ्लाइटको लागि हामी लाग्दैछौँ। दिलीप सर हुनुहुन्छ, चन्द्रायन सर हुनुहुन्छ। हामी चाहिँ एयर इन्डिया मार्फत दिल्ली ट्रान्जिट हुँदै हामी सिङ्गापुर जाँदैछौँ र हामी एयरपोर्टमा छौँ। अब हाम्रो प्लेन उड्ने बेला पनि हुँदैछ र भित्र हामीलाई एयरहोस्टेजहरूले वेलकम गर्नुभयो र हामी प्लेनभित्र पुगिसक्यौँ। अब केही बेरमा हाम्रो फ्लाइट हुँदैछ र फ्लाइटको लागि हामी तयारी भइराखेका छौँ र हामी अब टेकअफको टाइम लगभग हुन लागिसकेको छ। हामी बिस्तारै दिल्लीको यात्रामा छौँ र हाम्रो प्लेन पनि उडिसकेको छ। अब यसरी यात्रा गर्दाखेरि एकदम आनन्द, हामीले माथि गएर राम्रो एकदमै सुन्दर भ्यूजहरू हेर्दै अनि यात्रालाई एकदम मनोरञ्जन गर्दै गइराखेका छौँ र मलाई चाहिँ अलि यात्रा गर्दै गर्दाखेरि चाहिँ अब के गर्ने भन्दाखेरि बुक पढ्नका लागि चाहिँ अलिक मजा लाग्छ। त्यसर्थ मैले बुक पनि लगेको थिएँ, बाहिरको भ्यूजहरू पनि हेर्दै बुक पनि पढ्दै हामी दिल्लीसम्मको यात्रामा छौँ। लगभग अब हामी दिल्लीको एकदमै नजिक पुगिसकेका छौँ। हामी इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा अवतरण गरेर हाम्रो लगभग 4-5 घन्टाको ट्रान्जिटपछि हामी सिङ्गापुर उड्नेछौँ र हाम्रो प्लेन लगभग इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा पुगिसकेको छ र यो एयरपोर्ट चाहिँ एकदमै ठुलो भव्य। हामीलाई त्यहाँ पुग्दाखेरि चाहिँ एकदमै रमाइलो महसुस पनि हुनेछ, किनभने एकदमै ठुलो एयरपोर्ट छ र यहाँनिर चाहिँ एकदम यहाँको सुविधा हेऱ्यो भने होइन, यहाँको चाहिँ फेसिलिटीहरू हामी भनौँ अथवा इन्फ्रास्ट्रक्चर, यहाँको चाहिँ विकास, त्यो सबै कुराले चाहिँ यहाँ एकदमै वाउ किसिमको चाहिँ एयरपोर्ट हामीले इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टमा चाहिँ त्यो महसुस हामी गर्न सक्छौँ र हामी अब हाम्रो प्लेन ल्यान्ड पनि भइसकेको छ। हामी प्लेन ल्यान्ड भइसकेपछि हामीलाई सिङ्गापुरको फ्लाइटको लागि चाहिँ हामी धेरै बेर कुर्नुपर्नेछ हामीलाई, किनभने हाम्रो लगभग 5-5.5 घन्टा जति हाम्रो ट्रान्जिट छ र हामी प्लेन ल्यान्ड भइसकेपछि हामीलाई बस लिन आइसकेको छ र हामी अब प्लेनबाट हामी बाहिर निस्किँदैछौँ र हामीले बाहिरको भ्यूजहरू पनि अलिअलि हेऱ्यौँ। हामी सबैजना चाहिँ लाइनमा बसेर हामी गाडी चढेर हामी भित्र प्रवेश गर्दैछौँ। हामी भित्र पुगिसकेका छौँ र यो भित्र पनि हामीले एकदमै मनमोहक दृश्यहरू अवलोकन गर्न सक्छौँ। यो इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टभित्र एकदम रमाइलो ठाउँहरू घुम्नको लागि हामीले ट्रान्जिट 4-5 घन्टा हुँदा पनि त्यस्तो धेरै के गर्ने कसो गर्ने भन्ने फिल हुँदैन। एकदम रमाइलो ठाउँ छ र त्यसपछि हामीलाई भोक लागिसकेको थियो र हामी अब केही खानुपर्छ भनेर चाहिँ खाजा खानको लागि हामी गइसक्यौँ र एकदमै मिठो खानेकुरा, इन्डियन फुड, एकदमै टेस्टी, एकदमै मनपर्ने खानेकुराहरू हामीले खायौँ र त्यसपछि फेरि घुम्नतिर लाग्यौँ। यहाँ चाहिँ रोबोटले चाहिँ यो फ्लोरलाई चाहिँ एकदम क्लिन गरिराखेको पनि हामीले देख्न सक्छौँ। अब यो अहिले रोबोट एआईको जमाना छ, त्यसमा चाहिँ रोबोटले पनि काम गरिरहेको छ र त्यसपछि फेरि हामी अब हाम्रो टाइम धेरै स्पेन्ड गर्नुपर्ने थियो, त्यही भएर हामी घुम्न थाल्यौँ र रेस्ट गर्दै हामी घुम्न थाल्यौँ र निन्द्रा पनि अलिअलि लाग्ला जस्तो भयो, तर निदाउन चाहिँ सकिएन। हामी एकछिन रेस्ट गर्दै बसिरह्यो अनि फुर्सदको समयमा यता वरिपरि भ्यूजहरू हेर्दै घुम्दै अनि त्यसपछि चाहिँ कुराकानी गर्दै हामी सुत्न पनि ट्राई गरियो सोफामा, तर सुत्न चाहिँ खासै सकिएन। त्यसपछि फेरि मलाई अल्छी लाग्यो अनि बुक झिकेर एकछिन बुक पढौँ भनेर मैले निष्प्रभ सजी भन्ने राइटरको चाहिँ एली भन्ने बुक बोकेको थिएँ। त्यो बुकलाई अलिअलि अध्ययन गर्दै बस्यौँ र हाम्रो लगभग अब सिङ्गापुरको लागि फ्लाइट हुने बेला भयो र हामी बोर्डिङ पास देखाएर फ्लाइटको लागि अगाडि बढ्यौँ र अब हाम्रो एयर इन्डिया मार्फतै हाम्रो फेरि सिङ्गापुरको फ्लाइट हुँदैछ। यहाँबाट लगभग 5-6 घन्टा र हामीलाई प्लेनमा खानेकुराहरू दिनुभयो, हामी खाना खायौँ र सबैजना सुत्नको लागि तयारी गर्दै हुनुहुन्थ्यो, तर मलाई चाहिँ निन्द्रै लागेन। सुत्न ट्राई चाहिँ गरियो तर निन्द्रा लागेन। त्यसपछि फेरि यत्तिकै बसियो अनि सबैजना सुत्नुभयो, कहिले म्युजिक सुन्दै। अनि त्यसपछि हामी फाइनल्ली सिङ्गापुरसम्म
पुगिसकेका छौँ र यो यात्रा गर्दा मलाई एकदमै डर पनि लाग्यो प्लेनमा राति एकदम धेरै हल्लाको पनि थियो अनि मौसम चाहिँ एकदमै फेभरेबल नभएको कारणले त्यसपछि हामी सिङ्गापुरको एयरपोर्टभित्र पुग्यौँ। यहाँ चाहिँ एकदमै रमाइलो दृश्यहरू हामीले अवलोकन गर्न सक्ने रहेछौँ र यहाँनिर हामी एयरपोर्टभित्र इमिग्रेसनमा यहाँनिरको राम्रो कुरा भनेको चाहिँ हामीले पासपोर्ट मात्रै स्क्यान गरे पुग्दो रहेछ। यहाँ डिजिटल अराइभल कार्ड भनिसकेपछि केही गर्नु नपर्ने रहेछ, एकदमै सजिलो विकासको एउटा नमुना हामीले यहाँ देख्न सक्छौँ। त्यसपछि हामी लगेजको लागि कुर्यौँ, लगेज लियौँ र हामी एयरपोर्टभित्रै एकदम धेरै राम्रो घुम्ने ठाउँहरू रहेछ, त्यो घुम्नका लागि हामी प्रवेश गऱ्यौँ। यहाँको एकदमै सुन्दर गार्डनहरू, वाटरफलहरू, धेरै कुराहरू चाहिँ हामीले यहाँनिर घुम्न सक्ने रहेछौँ। त्यो सबै ठाउँहरू हामी घुम्दै त्यो ठाउँलाई एक्सप्लोर गर्दै हामीले इन्जोय गर्दै हामी लगभग एयरपोर्टमा नै हामीले 2 घन्टा जति हामीले टाइम स्पेन्ड गऱ्यौँ र त्यहाँनिर चाहिँ एकदमै 3D वाटरफलहरू पनि रहेछ। हामी त्यहाँ फोटो भिडियोहरू खिच्यौँ, बाहिरको दृश्यहरू पनि हेऱ्यौँ, एकदमै राम्रो दृश्यहरू हामीले यहाँबाट पनि अवलोकन गर्न सकिने रहेछ। र बाहिर हामीलाई लिनका लागि गाडी आयो, त्यसपछि हामी गाडी चढेर सिङ्गापुरको हाम्रो होटल, हामी बस्ने होटलतिर हामी प्रवेश गर्दैछौँ र होटल प्रवेश गर्दै गर्दा पनि एकदम रमाइलो बाहिरको दृश्यहरू, एकदम ग्रिनरी, फ्लावरहरू एकदमै धेरै फुलेको देखिने अनि त्यसपछि चाहिँ एकदमै ठुलो विकासको मोडल जुन सिङ्गापुरमा हामीले देख्न सक्छौँ। फाइनल्ली हाम्रो होटल हामी पुगिसकेका छौँ र होटल पुगिसकेपछि पनि हामीलाई चेक इन हुनको लागि चाहिँ अलिकति टाइम लाग्यो, किनभने त्यहाँ यहाँको सिस्टम चाहिँ नर्मल्ली 3-4 बजे मात्रै चेक इन हुन मिल्दो रहेछ। तसर्थ हामी हाम्रो होटलभित्र प्रवेश गर्दैछौँ र यहाँनिर चाहिँ अब सेन्सरबाट सबै कुराहरू विकासको नमुना हामीले यहाँनिर एकदमै राम्रो देख्न सक्छौँ। र हामी होटल चेक इन भइसकेपछि बाहिरको भ्युजहरू हेर्दै हामी यहाँको विकासलाई, यहाँको चाहिँ बाटो, यहाँको चाहिँ इन्भाइरोमेन्टलाई हामी एक्सप्लोर गर्दै अगाडि बढ्न थाल्यौँ र विभिन्न ठाउँहरू पनि हामीले घुम्यौँ, फोटो खिच्यौँ, भिडियोहरू खिच्यौँ, रमाइलो दृश्यहरू हामीले अवलोकन गऱ्यौँ र हामी धेरै टाढासम्म गयौँ। हाम्रो होटलदेखि लगभग 5-6 किलोमिटर टाढासम्मको यात्रा हामीले गऱ्यौँ। बेलुका पनि हामी हिँड्दै पनि गऱ्यौँ अनि रमाइलो गर्दै यहाँको खानेकुराहरू खाँदै अनि यहाँको चाहिँ मार्केटहरू हेर्दै यहाँको चाहिँ एकदमै मनै लोभ्याउने दृश्यहरू, यहाँका खोलाहरू, यहाँको चाहिँ ठुला बिल्डिङहरू, यो सबै कुरालाई हामीले एकदमै नजिकबाट निहाल्दै हामी अगाडि बढ्यौँ र धेरै ठाउँहरू हामीले घुम्ने अवसर पनि पायौँ र यहाँको मार्केट पनि हेऱ्यौँ। र यहाँ कम्पेरिटिभली हामीलाई चाहिँ यहाँको मार्केट अलि धेरै महँगो लाग्दो रहेछ, किनभने अब डलरलाई नेपालमा कन्भर्ट गऱ्यो भने चाहिँ हाम्रो लागि अलिकति महँगो हुँदो रहेछ, तर यहाँको लागि चाहिँ एकदमै सस्तो नै हो भन्नुपर्छ। हामीले यहाँको भेजिटेबल मार्केट, फ्रुट सपहरू अनि त्यसपछि अरू थुप्रै मार्केटहरू हामीले घुम्यौँ र यहाँको भेजिटेबल मार्केट पनि एकदमै राम्रो लाग्यो हामीलाई। सबै कुरा म्यानेज गरेर प्राइस ट्याग राखेर सबै कुरालाई व्यवस्थित अनि अरू मार्केटहरू, सपहरू घुम्दै हामी अलिकति भोक लागेको पनि महसुस भयो। अनि त्यसर्थ हामी फेरि यहाँको खानेकुराहरू हामीले धेरै खानेकुराहरू टेस्ट पनि गऱ्यौँ र फेरि घुम्दै हामी बेलुकाको लगभग 8-8:30 बजे चाहिँ हामी रुम फर्क्यौँ र आजको डे 1 चाहिँ हाम्रो यहीँ भयो।